सबैजना भन्नुहोस् त, नोआको जहाजमा शान्ति छ कि छैन? तर योनाको जहाजमा शान्ति छैन। छ भन्नुहोस् त। अरे जब त्यो नोआको जहाज यस्तो हिलिसकेपछि के भयो? बोल्न गर्न थाले, हामी मर्छौँ भनेर अशान्ति भयो, सामानहरू फाल्न थाले। अब भन्नुहोस् त, तपाईको विचारमा कसको जहाजमा अशान्ति हुनुपर्ने हो? कसको जहाजमा शान्ति हुनुपर्ने हो? ल भन्नु तपाईको विचारमा। मेरो विचारमा त नोआको जहाज भन्दा योनाको जहाजमा शान्ति हुनुपर्ने हो, किनकि त्यहाँ सबै मान्छे छन्, सबै मानिसहरू बसिराखेका छन्। तर योनाको जहाजमा सबै मानिस भन्दा पनि त्यहाँ जनावर छन्। अशान्ति त नोआको जहाजमा हुनुपर्ने हो। जनावरले के छ? कुत्ता छ भने भुक्थ्यो होला, बिरालो छ भने क्याउ गर्ने होला है, सर्प पनि छ, सबै एक एक जोडी छ। अशान्ति चाहिँ नोआको जहाजमा हुनुपर्ने हो। तपाईलाई के भन्दैछौँ बुझ्दै हुनुहुन्छ? तपाईको विचारमा लाग्दैन नोआको जहाजमा अशान्ति हुनुपर्ने हो? नोआको जहाजमा समस्या हुनुपर्ने हो। बाघ त्यही छ, सानातिनालाई त गालामा हानेर बाघले खान सक्छ। हलेलुया भन्नुहोस् त, हलेलुया हो कि न? भन्नुहोस् त। हात्ती त्यही छ, खतरनाक जनावरहरू त्यही छन् है, विभिन्न खालको चराचुरुङ्गी त्यही छन्। अशान्ति त नोआको जहाजमा हुनुपर्ने हो। तर नोआको जहाजमा शान्ति छ। जुन ठाउँमा मान्छे छन् त्यहाँ अशान्ति छ। कुरा बुझ्दै हुनुहुन्छ मैले के भन्दैछु? फरक छ कि छैन? बुझ्नुभयो? तर यहाँ योनाको जहाजमा चाहिँ सबै मान्छे छन्, कुनै जनावर छैन, तर पनि अशान्ति छ। प्रियजन, आज मैले भन्न खोजेको के हो भने यहाँनिर फरक, नोआको जहाजमा शान्ति छ र योनाको जहाजमा अशान्ति छ। अब तपाईँ र मैले यहाँबाट जान्नुपर्ने कुरा छ, हामी शान्ति बनाउनको निम्ति परमेश्वरमा बनिराख्नुपर्छ। आमेन। नोआ चाहिँ परमेश्वरमा बनेको कारण त्यहाँ जति पनि अशान्ति हुनुपर्ने थियो तर पनि भएन, किनकि उहाँ त्यो ठाउँमा प्रभुले शान्ति दिनुभयो। आमेन भन्ने छ। योनाको जहाजमा शान्ति हुनुपर्ने हो, तर तिनीहरू परमेश्वरबाट टाढा भएका थिए, परमेश्वरलाई बिर्सेका थिए है, आफ्नै दुनियाँमा जीवन जिराखेका थिए, आफ्नो मोज मस्तीमा जीवन जिराखेका थिए, त्यसैले त्यहाँ अशान्ति भयो। कुरा बुझ्दै हुनुहुन्छ? आज तपाईँ र मेरो जीवन जिउने क्रममा प्रभुबाट टाढा भयो भने अशान्ति आउँछ। परमेश्वरबाट टाढा भएको कारणले अशान्ति आयो। परमेश्वरले पठाएको ठाउँमा योना गएन, त्यो कारणले अशान्ति आयो त्यो जहाजमा। यदि तपाईँ पनि प्रभुबाट टाढा हुनुहुन्छ भने अशान्ति आउँछ। योना परमेश्वरबाट टाढा गएको कारण अशान्ति आयो, तर नोआ चाहिँ परमेश्वरमा बनिराखेको कारण शान्ति आयो। उसको परिवार, उसको बुहारी, 3 जना छोरा, 3 जना बुहारी, आफ्नो बुढी मजाले शान्तिसँग समस्याको समयमा पनि भित्र इन्जोय गरिराखेका छन्। आमेन भन्ने छौँ।